नमस्कार सम्पूर्ण साथीहरुमा केसी इन्फो मिडियामा हजुरहरुलाई स्वागत छ। साथीहरु, सोशल मिडिया के हो, सोशल मिडिया बनाउँदा के गर्ने र सोशल मिडिया किन इम्पोर्टेन्ट छ जस्ता कुराहरु समेटेर हामीले यो भन्दा अगाडि नै भिडियो बनाइसकेका छौं। हजुरहरुले हेर्नुभयो कि भएन? यदि हेर्नुभएको छैन भने यो भन्दा अगाडिका भिडियोहरु हेर्नु होला भनेर भन्न चाहे। आज चाहिँ हामी सोशल मिडिया सही तरिकाले कसरी सुरु गर्ने, कन्टेन्टहरु कहाँबाट ल्याउने अनि अर्निङ कसरी गर्ने भन्ने कुराहरु समेटेर एउटा भिडियो तयार पार्दै छौं। पूरा भिडियो हेरेर र केसी इन्फो मिडियालाई सब्स्क्राइब गरेर साथ दिनु होला। साथीहरु, सोशल मिडिया भनेको अरूको भिडियोहरु हेर्ने, फोटो भिडियोहरु पोस्ट गर्ने मात्र नभएर ज्ञान, सोच र अनुभव समेत अरू सामु पुर्याउने एउटा प्लेटफर्म हो, जसलाई अर्निङको एउटा माध्यम पनि बनाउन सकिन्छ। युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक यी सबै सोशल मिडिया प्लेटफर्महरु हुन्। तपाईले यी मध्ये कुनै एउटा रोजेर कुनै मेन टपिकबाट तपाईले सोशल मिडिया सुरु गर्न सक्नुहुन्छ, जुन चाहिँ सकेसम्म सुरुमा आफ्नै आवाज र आफ्नै ओरिजिनल फेस देखाएर सुरु गर्नु होला। यसो गरेर तपाईहरुले कन्टेन्ट बनाउनु भयो भने तपाईको कन्टेन्ट छिटो ग्रोथ हुन्छ। तपाईले पर्फेक्ट प्रैक्टिकल गर्दै जानु होला। सर्ट भिडियोहरु नयाँ क्रिएटरको लागि एकदमै पावरफुल हुन सक्छन्। हप्तामा एउटा मात्र होइन, डेली स्मल इफोर्ट चाहिन्छ। साथीहरु, क्रिएटरहरुले के गर्छन् भने कन्टेन्ट पाइदैन, कसरी बनाउने, के गर्ने भन्ने कुराहरु गर्छन्। तर तपाईलाई कन्टेन्ट खोज्न कहीं टाढा जानु पर्दैन। कुनै कमेन्ट, ट्रेन्डिङ रिल्सहरु, आफूले भोगेका कुराहरु, काम गर्दै जाँदाको अनुभव, यात्रा गर्दाका पलहरु या अन्य यस्तै कुराहरुबाट तपाईले कन्टेन्ट आइडियाहरु ल्याउन सक्नुहुन्छ, कन्टेन्टहरु बनाउन सक्नुहुन्छ, जसका लागि तपाईले अलिकति दिमाग प्रयोग गर्नुपर्ने हुन्छ र अलि नयाँ सोच्नुपर्ने हुन्छ। साथीहरु, एकै दिनमा कुनै पनि सोशल मिडियाले पैसा दिदैन, तर सही बाटो हिड्नुभयो भने एकचोटी पक्कै पनि पैसा अर्निङ चाहिँ हुन्छ। युट्युब मोनेटाइजेसन, फेसबुक स्टार, एड्स, ब्रान्ड प्रमोसन, मार्केटिङ सर्भिस, एडिटिङ, पेज ह्यान्डलिङ आदि अर्निङ सोर्सहरु हुन्। पहिला चाहिँ आइडिया बनाउनुहोस् र फोकस गर्नुहोस्, पैसा चाहिँ पछि आफै आइहाल्छ है त। बिगिनरहरुका लागि डेली एक सर्ट भिडियो र वीकली एउटा चाहिँ लङ भिडियोहरु पोस्ट गर्नु र कमेन्टको रिप्लाई गर्नु चाहिँ राम्रो हुन्छ। सुरुका 30 दिनहरु चाहिँ लर्निङ पिरियडहरु नै हुन्। त्यसैले तपाईले सुरुका पिरियडमा अलि ओरिजिनल कन्टेन्टहरु फेस देखाएर आफ्नै आवाजमा चाहिँ बनाउनु होला भनेर भन्न चाहे है साथीहरु। साथीहरु, थप यस्तै कुराहरु तपाईहरु जान्न चाहनुहुन्छ भने हाम्रो केसी इन्फो मिडियालाई सब्स्क्राइब गरेर साथ दिनु होला। हामी तपाईलाई काम लाग्ने कुराहरु, भनौं न काम लाग्ने कन्टेन्टहरु नै लिएर आउने छौं। भिडियोलाई शेयर गर्न पनि नछुटाउनु होला है त साथीहरु। धन्यवाद।